अनि नमस्ते गाइस, वेलकम टु माई युट्युब च्यानल। फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ स्पेसल हाम्रो भ्लग चाहिँ हाम्रो दाइको चाहिँ ड्राइभिङ सम्बन्धी मैले लिएर आएको छु टक्क होइन। हाम्रो दाइले चाहिँ ड्राइभिङ गर्नु थाल्नु भएको आज 5 दिन 5 डेजमा आज हाम्रो दाइले यस्तो बाबाले ड्राइभिङ गरिराख्नु भएको छ होइन। कस्तो लागिरहेको चाहिँ एकदम राम्रो। हाम्रो 3 स्टार ड्राइभिङ ट्रेनिङ सेन्टरलाई भन्नुपर्ने केही कुरा छ? एकदम राम्रो सिकाउँछ, सबैजना आउनु होला। भन्नुपर्ने त्यही हो, के भन्नु। 5 दिनको उपलब्धि अझै पनि बाँकी छ। 25 दिनमा त उहाँले लाइसेन्स प्लस रोडमा खतरा चलाउने भएर उहाँले चाहिँ लाइसेन्स समेत निकालेर जानुहुन्छ भन्ने हामीलाई पूर्ण आशा छ, एकदमै विश्वास छ होइन। फुल लेफ्ट काट्नुहोस्। उहाँको सुरु दिनदेखि नै राम्रो थियो। उहाँले पहिला पनि अलिअलि चलाउनु भएको रहेछ डिजल गाडी होइन दाइ? डिजल गाडी र पेट्रोल गाडीमा फरक पर्न चाहिँ डिजल गाडी हल्का चलाइन्थ्यो, हजुर। अनि पेट्रोलमा सिक्न आइयो। पेट्रोलको चाहिँ लाइसेन्स निकाल्ने भन्ने पुरा कन्फिडेन्स छ, हजुर। पुरा विश्वास भनौँ न। रोडमा पनि एकदम दामी छ उहाँको, धेरै सिकाउनै पर्दैन, आफै चलाउनुहुन्छ सारा। सोचेको भन्दा खतरा चलाउनुहुन्छ। 1 महिनाको कोर्समा फुल्ली लाइसेन्स पनि निकाल्ने पूर्ण लक्ष्यका साथ लिइराख्नु भएको छ। बाटो अलि अप्ठ्यारो छ। 1 नम्बर गेयर लगाउनु प्लस फुल दिनु ल, बढाउनु बिस्तारै बिस्तारै अगाडि बढाउनु, प्लस छोड्नु हो राजा ल। 2 नम्बर गेयर लगाउनु हुन्छ टक्क दुईमै छ अनि पिकअप नपुगेर त्यस्तो भयो। एक्सिलेटर कम छ नि त, त्यही भएर ल ठिक छ, दामी छ। है गाइस, हामी चाहिँ अब यहाँ खतरा ओह्रालोमा झर्दैछौँ। हाम्रो दाइले चाहिँ आज मैले खतरा ओह्रालोमा लाँदैछु होइन। हाम्रो चाहिँ एकदम बबाल ओह्रालो छ है, म देखाउन गइराखेको छु होइन। राइट काट्नुहोस्, अझै काट्नु अझै काट्नुहोस् हो ल, ठिक छ। हाम्रो दाइले चाहिँ आज ड्राइभिङ सिक्नु थाल्नु भएको लगभग 5 दिनको होइन। 5 दिनको एक्सपिरियन्स उहाँले चाहिँ कति कन्ट्रोल गर्नु सक्नुहुन्छ यहाँ देख्न सकिन्छ है त। अब आउँदैछ अझै फेरि हेर्दै डर लाग्दो ओह्रालो। आम्मा ठाडै छैन है, ठाडै हल्का क्लच दिनु है, सिधा गर्नुहोस्, राइट इन्डिकेटर पनि पाउनुहोस्। यहाँबाट राइट जान्छ हामीलाई हो, यही हो ओह्रालो। ब्रेक छोड्दै जानु, ब्रेक छोड्नु पुरै हल्का बढाउनु, एक्सिलेटर बढाउनु पर्नुहोस्। खतरै ओह्रालो छ नि है त। यो चाहिँ हाम्रो कपनको पैउटारमा पर्छ है। यतातिर पनि दामी छ बाटोहरू, एकदम क्लियर। यदि तपाईँहरू पनि ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ, ड्राइभिङ सिक्ने मनाइसकेमा हुनुहुन्छ भने आउन सक्नुहुन्छ हाम्रो 3 स्टार ड्राइभिङ ट्रेनिङ सेन्टरमा। एकदमै मजाले 1 महिनामा त पर्फेक्ट हुने गरेर यसरी उकालो ओह्रालो गल्लीको बाटो हाइवे सबैतिर हामीले सिकाएर पर्फेक्ट बनाएर पठाउने काम हाम्रो हुन्छ। आउन सक्नुहुन्छ। हल्का राइट काट्नु त, यहाँ चाहिँ अझै क्याम रहेछ कि होइन, कराते। अनि हाम्रो 3 स्टार ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालीले चाहिँ हाम्रो 1 महिना कोर्समा चाहिँ सुरु दिनदेखि नै बाहिर सिकाउँछ। जतिसुकै जेरो लेभलको भयो भने हामीले सुरुमा रोडमै सिकाउँछ, अनि त्यसपछि बाइकी भनेको राम्रोसँग चलाउने भइसकेपछि भित्र लाइसेन्सको लागि प्र्याक्टिसको लागि सिकाउँछौँ। आउन सक्नुहुन्छ, एकदमै
फाइनली 1 महिनामा रोड टेस्ट प्लस लाइसेन्स हातमा लिएर हामीले पठाइदिन्छ है त। हाम्रो दाइको त देखिहाल्नुभयो, अझै कुदाउनुहुन्छ, भन्नै पर्दैन उहाँको चाहिँ। ठिक छ, हामी अहिलेसम्म पनि पानी आइरहेको छ। कहाँको पानी? पाइप फुट्यो होला उसको। हरन बजाउनुहोस्। मेन सुन्दरजन जाने हाइवे पर्छ। अहिले चाहिँ हामी पपनबाट फर्किसकेका छौँ। भुटान नीलकण्ठ नगरपालिकामा गएर हामी गोकर्णेश्वर नगरपालिकामा प्रवेश। आकाश पनि क्या खतरा निलो देखिरहेको दामी। कुदाइ त हाम्रो दाइको त रकेट कुदा जस्तो हो नि त, दामी। हाम्रो चाहिँ यहाँ टाइल स्पोर्ट चाहिँ यस्तो छ, प्र्याक्टिस गर्ने ठाउँ चाहिँ। टाइल दिने ठाउँ चाहिँ अर्कै हुन्छ, यहाँ प्र्याक्टिस गर्ने ठाउँ चाहिँ यस्तो बबाल छ एकदम खुल्ला। यातायातको जस्तै सेम, हाम्रो दक्षिण ढोकाको जस्तै, केही फरक छैन, अलिकति मात्र सानो होइन। ओ सुजन दाइ के छ? ठिक छ? पऱ्यो त काट्नु वेबसाइट त। ठिक छ, पुरै खानु, पुरै बाहिर निकाल्नु तपाईँ पनि। स्याप एक राउन्ड आधा घुमाएर यहाँबाट स्पिड ब्रेकरमा नउपारिकन बिस्तारै टुक्रुक टुक्रुक यहाँबाट गाडीलाई अगाडि बढाउनु पर्ने हुनेछ। अब राइट इन्डिकेटर बज पर्नु। यो भयो हाम्रो युटर्न। ब्रेक लगाउनुहोस्, ट्राफिक लाइट। जाउँ, अगाडि नै जान्छ हामी। ल ठिक छ, गुड, दामी। लेफ्ट, हजुर फुल लेफ्ट हान्नुहोस्। ब्रेक रोक्नुहोस्।